घरको धुरीबाट पहिलो भिडियो तपाईहरुको लागि। भिडियोलाई थिचिहाल्नु भयो। अब पुरा कुराहरु पनि सुनिदिनुहोस्। एकदमै इम्पोर्टेन्ट कुराहरु बताउने वाला छु म यो भिडियो मार्फत। यो मेरो पहिलो ब्लग पहिलो च्यानलमा। आज भन्दा अगाडि चाहिँ मैले धेरैवटा च्यानलहरु क्रिएट गरिसकेको छु। म चाहिँ सोशल मिडियामा आएको भनेको गिबिना दिदीदेखि हो। गिबिना दिदीलाई हेरेर म चाहिँ सोशल मिडियामा आएपछि सोशल मिडियामा केही एक्टिभिस्ट भएर चाहिँ म केही सोशल मिडियाबाट कमाएको पैसाहरु चाहिँ दिन दुखीलाई सहयोग गरौँ भन्ने तरिकाले चाहिँ म सोशल मिडियामा आएको हो। मैले चाहिँ यस्ता धेरैवटा च्यानलहरु क्रिएट गरेँ, तर यो च्यानलहरुबाट चाहिँ मलाई कुनै पनि फाइदा भएको छैन। ड्रग भ्लग भन्ने च्यानलमा चाहिँ 2000 सब्स्क्राइबर पुग्नु भएको थियो। यो च्यानल मोनेटाइज भइसकेको थियो, तर रिभ्युज कन्टेन्ट भएको कारणले गर्दाखेरि चाहिँ म यो च्यानलबाट चाहिँ अर्निङ गर्न नपाउने भएँ। अगाडिको च्यानलमा चाहिँ विभिन्न समस्याहरू आएको कारणले गर्दाखेरि चाहिँ मैले फेरि यो च्यानल क्रिएट गर्न बाध्य भएँ। तपाईहरुको सपोर्ट मिल्नेछ भन्ने मैले आशा गरेको छु। मोनेटाइज भएको च्यानलबाट चाहिँ मैले एउटा बाचा पनि गरेको थिएँ कि 75% चाहिँ म सब्स्क्राइबरहरूलाई नै बाँड्नेछु, सब्स्क्राइबरहरूलाई दिनेछु अनि 25% चाहिँ म आफैले राख्नेछु। किनभने दुःखहरू चाहिँ मैले आफैले 25% चाहिँ छुटाएर राख्नेछु भनेर मैले बाचा गरेको थिएँ। तर त्यो बाचा चाहिँ अपुरा भयो किनभने मोनेटाइज हुन सकेन त्यो च्यानल। र यो चाहिँ मेरो कोठा हो। त्यो मोनेटाइज भएको च्यानल चाहिँ यहाँ छ। सुरुमै 1000 सब्स्क्राइबर पुगिसकेको थियो यो च्यानलमा चाहिँ। पछिबाट आइरहेको थियो अलिअलि। यो चुनावी प्रचारको यो तपाईहरुले देख्न सक्नुहुन्छ कोठामा काम लागिरहेछ। अनि यो मेरो मायाको चिन्ह बडारे स्कुलबाट दिनुभएको थियो। त्यतिखेर चाहिँ हामी भिडियो सुट गर्नको लागि, भिडियो फोटो लाइभको लागि चाहिँ हामी बडारे गएको थियौँ स्कुलको वार्षिक उत्सवमा। यसलाई यता राख्दियौँ। अनि यो माथिको दाना चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ मैले ब्याडमिन्टन प्रतियोगिता हुँदाखेरि चाहिँ हामी त्यतिखेर पनि लाइभकै लागि जाँदाखेरि मैले यो पाएको थिएँ। यो भिडियो कतिजनाले हेर्नुहुन्छ? जतिजनाले हेर्नुहुन्छ भाइ सम्झेर एक सब्स्क्राइब चाहिँ गरिदिनु होला है। ट्राइपड चाहिँ मैले खादबारीबाट लिएको हो। खादबारीमा पाउँथ्यो। मैले 700 रुपियाँमा किनेर लिएको र मैले अहिले हातमा पक्रिरहेको छु। मोबाइल अडाइरहेको छु त्यो ट्राइपडले चाहिँ। अगाडिको च्यानलहरुमा चाहिँ मैले धेरै दुःख गरेँ, तर दुःख गरे अनुसार मैले फल पाउन सकिनँ र तपाईहरुलाई त्यो फल पनि दिन सकिनँ। त्यसको लागि चाहिँ आइ एम सो सरी। के यो च्यानलमा तपाईहरुले सपोर्ट गर्नुहुन्छ त? आजबाट फेरि मैले यो च्यानलमा जोड्न स्टार्ट गरेको छु। थाहा छैन 4000 घण्टा वाच टाइम पुर्याउन मलाई निकै गाह्रो पर्नेछ र 1000 सब्स्क्राइबर पुर्याउन मलाई निकै गाह्रो पर्नेछ। सो तपाईहरुले धेरैभन्दा धेरै सपोर्ट गरेर छिटोभन्दा छिटो पुर्याइदिनु हुन अनुरोध पनि गर्दछु र यो भिडियो एक-एकजना साथीलाई शेयर पनि गरिदिनु होला। के म 4000 घण्टा वाच टाइम पुर्याउन सक्छु त 1 महिना भित्र यो च्यानलमा? अब एउटा इम्पोर्टेन्ट कुरा भन्छु अनि भिडियोलाई इन्ड गरिदिन्छु है, किनभने लामो भिडियो म बनाउँदिनँ। यो भिडियोमा कति सपोर्ट पाउँछु त्यही अनुसार म भिडियोहरू बनाउने छु। सो एकदमै इम्पोर्टेन्ट मेसेज चाहिँ के छ भनेदेखि 75% यो च्यानल मोनेटाइज भइसकेपछि 75% चाहिँ म हजुरहरूलाई दिनेछु। अगाडिको च्यानलमा पनि मैले यसै भनेको थिएँ, तर त्यो च्यानल चाहिँ मोनेटाइज भएन। अनि 75% तपाईँहरूलाई भएपछि 25% चाहिँ म आफैले राख्नेछु। अघि पनि भनिसकेको छु। थ्याङ्क यू सो मच। भिडियो मन पर्यो भने एक शेयर, एक लाइक गर्नु होला र एक सब्स्क्राइब पनि गर्नु होला। एउटा मिठो कमेन्ट छोडेर जान सक्नुहुनेछ। आगामी अरू नयाँ भिडियोहरूमा भेट्नेछौँ हामी। ओके, बाई बाई।